हेलो सम्पूर्णमा गुड मर्निङ। हेर्नु त हाम्रो कर्स्याङ चाहिँ कस्तो छ, एकदम खुबसुरत। कति दिन पानी परेकोले चाहिँ अहिले घाम लागिरहेको छ। घाम लागेको बेलामा चाहिँ हाम्रो कर्स्याङ यस्तो देखिन्छ है साथीहरू। हेर्नु एकपल्ट तपाईहरुले पनि मस्त फुल भिडियो हेर्नुलाई कतै पनि नजानु। तपाईहरुलाई चाहिँ म हाम्रो कर्स्याङ देखाउँदै छु। यो चाहिँ हो हाम्रो सिलगढी। अनि यो ठुलो खोला देख्नु भएको छ नि तपाईहरुले। यो जुम गरेर देखाउँदैछु तपाईहरुलाई। यो खोला यो चाहिँ हाम्रो इन्डिया र नेपालको बिचको मेचीको खोला होला साथीहरू। यो चाहिँ दुधे बालासन हाम्रो यो छ नि अगाडि। यो चाहिँ हाम्रो बालासन हो। यो देखिने हाम्रो मधेस सिलगढी है साथीहरू। यो नारो चाहिँ यो देखिएको एयरपोर्ट हो यो साथीहरू। यो बागडुग्राको एयरपोर्ट हो यो चाहिँ। यो हाम्रो गौरी शङ्कर गाउँ कस्तो छ भन्नुहोस् है साथीहरू। हाम्रो कर्स्याङबाट देखिने राम्रो राम्रो ब्युटिफुल ठाउँहरू कमेन्ट गरेर बताउनुहोस् है कस्तो छ हाम्रो कर्स्याङ बनेर। छैन त खुबसुरत, एकदमै राम्रो। यहाँ तपाईहरुलाई सुनादा देखाउँदैछु ल। यो देखिएको चाहिँ सुनादा, यो टुप्पोमा देखिए नि गाउँहरू। यो हाम्रो सुनादा। अनि हाम्रो यो बजारको ठुलो बिल्डिङ देखिन्छ नि, यो चाहिँ हाम्रो पुष्पारानी बोइज स्कुल हो। यो चाहिँ हेर्नु त खुबसुरत छैन त हाम्रो कर्स्याङ, एकदमै राम्रो। कस्तो लाग्यो हाम्रो कर्स्याङ भन्नु ल। कमेन्ट पनि गर्नुहोस् है कस्तो लाग्छ ल। राम्रो लागेमा सेयर गरिदिनु, कमेन्ट गरिदिनु, अनि लाइक पनि गरिदिनु र मलाई हमेसैमा गरिराख्नु होला। सम्पूर्णलाई बाई।